ल साथीहरू, एमालेको केन्द्रीय कार्य समितिको बैठकले देशैभरि वडादेखि गाउँपालिका, नगरपालिकादेखि प्रदेश हुँदै केन्द्रमा समेत वैशाख 12 गते केपी शर्मा ओलीको रिहाइको लागि बृहत विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। म एमालेका साथीहरूलाई यति भन्न चाहन्छु, एमालेभित्र पनि राम्रा मान्छेहरू हुनुहुन्छ, बौद्धिक मान्छेहरू हुनुहुन्छ, युवा मान्छेहरू हुनुहुन्छ, जस्तै सुभाष चन्द्र नेमाङका छोरा सुहान नेमाङ। यदि तिमीहरूले यस्ता मान्छेहरूलाई नेतृत्व दियौ भने मात्रै तिमीहरू अब आउने चुनावमा, स्थानीय चुनावमा रासपासँग थोरै भए पनि कम्पिटिसन गर्न सक्नेवाला छौ। यदि तिमीहरू यिनीहरू बुढाहरूलाई नै बोकेर अगाडि गयौ, महेश बस्नेत, केपी ओली, सूर्य थापा, यिनीहरूलाई नै बोकेर तिमीहरू अगाडि गयौ भने एमालेको पत्ता साफ हुने निश्चित छ। यदि तिमीहरू नेपाललाई, आफ्नो देशलाई युरोप अमेरिकाको जस्तै डिजिटल युगमा गएको, आधुनिक युगमा गएको, युरोप अमेरिकाको जस्तै आफ्नो देशमा सिस्टम बसेको हेर्न चाहनुहुन्छ, देशलाई माया गर्नुहुन्छ भने यो आन्दोलनमा नजानु होला। किन भनेपछि यिनीहरूले सोझा साझा जनताका छोराहरूलाई लिएर आएर टाउको फोडेर जनताका छोराहरूको भविष्य नै अन्धकारमा धकेलेका धेरै उदाहरणहरू छ। भोलि तपाईँहरू आन्दोलनमा जानुभयो भने पुलिसले समात्छ, भोलि तपाईँलाई फौजदारी अभियोग लाग्छ, तपाईँ विदेश जाँदाखेरि कुनै पनि सरकारी जागिर खाँदाखेरि तपाईँलाई ब्ल्याकलिस्टमा राखेको हुन्छ र तपाईँहरूको भविष्य नै अन्धकार हुन्छ। यदि तपाईँहरू देशलाई माया गर्नुहुन्छ भने आन्दोलनमा नजानु, यदि तपाईँहरू केपी शर्मा ओलीलाई माया गर्नुहुन्छ भने आन्दोलनमा जानु, पुलिसको भाटा खानु है त।